सबैलाई मेरो प्रेम प्रणाम। मेरो माता पिता, बाबा आमा, दिदी बहिनी सबैलाई एउटा कुरा मैले भनिहाल्छु, कारण यत्रो वर्ष यत्रो उमेरमा आज 12-14 वर्ष टाढिएको छु म आफ्नो आँगनबाट, आफ्नो परिवारबाट। आज मलाई लागेको छ, कारण मैले यो कहाँबाट बिर्सेँ, मैले आफ्नो परिवारलाई कहाँबाट बिर्सेँ, म किन त्यो जग्गामा गएँ। कारण म पछ्याएँ भने मलाई अगाल्ने मान्छे त बहुत हुनुहुँदो रहेछ नि त, मेरो परिवार त यहाँ रहेछ नि त। तर मैले आफ्नो मार्गलाई, आफ्नो कुसङ्गतको मार्गमा लागेर मैले आफ्नो भावना, बाबुआमाको भावनालाई मिचेर आज त्यो भावनामा दुध चुसाउँदाखेरि आमाले लामको दुधका सजाको सपनाहरूलाई मैले टुक्रा टुक्रा बनाएको छु, त्यो भावनालाई खरानी खरानी बनाएको छु। कारण म एउटा नानीको पीडाको कथा गरेको तपाईँहरूलाई। कारण आफ्नो जिन्दगी यति मात्रै होइन रहेछ, यो त बहुमूल्य जिन्दगी मैले पाएको रहेछु। म त्यसै राम भक्त होइन रहेछु, म त्यसै हनुमान भक्त होइन रहेछु, मलाई त्यसै बाहुन छेत्री काँधमा जने लाउने, गलामा तुलसी लाउने भनेको होइन रहेछ साथीभाइ हो। तर मैले मेरो आफ्नो पाइतारालाई कहाँ टेक्दैछु त्यो चाहिँ मैले बिर्सेको रहेछु। आजको दिनमा यसपालिको जुन बर्खाको पानी, यत्रो वर्ष बर्खाको पानी त आयो साथीभाइ हो, आमा बाबा हो, बाढी आयो, तर त्यो किरालाई त्यो किचडबाट निकाल्न सकेको थिएन। तर यसपालिको पानीले चाहिँ निकाले जस्तो लाग्छ। हुन चाहिँ त्यो किडेको कथा गर्दैछु, त्यो अहिले पानीबाट बाहिर छ, किचडबाट बाहिर छ, ऊ मात्रै खाएको छैन जस्तो आफूलाई लाग्छ साथीभाइ हो। तर मार्ग आफूले, आफ्नो मार्ग, आफ्नो पुर्खौली रिवाजलाई हामीले बिर्सेर आज आफै नै दिलाउन मात्र मेरो बाँकी भएको स्टेज आइसकेको थियो साथीभाइ हो। कारण एउटा नानीको किराको कथा गरेको मैले तपाईँहरूलाई। कारण किरा पनि कतै दुध खाने बिरालो हुन्छ कि, कोसिस आफ्नो, प्रयास आफ्नो, कसैको डरले कसैको भरले हुँदैन रहेछ। यो जिन्दगी, यो पाइताला, यो शरीर कहाँ पुगेन होला साथीभाइ हो। जानुपर्ने कहाँ थियो म, तर म गएँ कहाँ। आज त्यो आमाको भावनालाई, त्यो बाउको भावनालाई मैले मेरो कुसङ्गतको मार्गलाई अँगाल्दाखेरि मैले त्यो चिजलाई बिर्सेछु। आज त्यो दिनहरू बिर्सेछु, त्यो सजाको सपनाका मलहरू सबै मैले बिर्सेछु। कारण मेरो खानपानले मलाई कहाँसम्म मलाई पुर्यायो। कारण म खानुपर्ने के थियो, मैले गर्नुपर्ने के थियो, आज मैले त्यो दिनहरू सबै बिर्सेछु। मोटामोटी बुढो पो भएछु त, अब त मर्ने बेलामा पनि अझै पनि म नालिए किरा भएर बाँच्नु मेरो एउटा त्यो कुसङ्गतलाई माया गरेको कारणले हो साथीभाइ हो। त्यस कारणले गर्दा आउने मेरो दाजुभाइ, छोराछोरी सबैलाई भन्छु, त्यो बाबुआमाको भावनालाई बुझ्ने कोसिस गर। त्यो बाबुआमाले जुन परिश्रम र मेहनत गरेको छ नि, आज यो मुद्दा जिउँदो लास हुनेको छ। यो मिलन होइन, यो मरेको मिलन अहिले चाहिँ मिलन हो कि जस्तो आफैलाई पनि लाग्छ। कारण मनलाई मैले चलाउन दिएको थिएँ, मिलनलाई चलाउन दिएको रहेछु। मलाई चलाउनु पर्ने रहेछ साथीभाइ हो, आमा बाबा हो। मनलाई चाहिँ मैले बाँसको रूपमा कडाएको छु। त्यो मन बहुत बलवान छ, त्यहाँ काम छैन त्यसको। मोबिल लगाइदिएको छु, त्यो मोबिलमा त्यो चढ्न पनि कोही बेला सक्दैन। त्यो मनलाई मैले त्यहाँ हालेको छु। अनि मिलनले चाहिँ राम्रो जग्गामा पैताला टेकेको हुनुपर्छ, आफ्नो पैतालालाई हेर्नुपर्ने रहेछ। त्यस कारणले गर्दा एउटा जातले पाएको हामीले एउटा जुन हाम्रो जातमा पाएको छ, हाम्रो इष्टमा चल्छ, कुल देवतामा चल्छ, सबै कुरामा चल्ने चिज मैले चलाउनु पर्ने छ नि, मैले टेकेको हुनुपर्ने रहेछ। नत्र भने भार आफैलाई पर्छ भन्ने कुरो सुन्नु पनि भएको थियो, तर मैले सुनेर पनि निधाएको थिएँ नि त, मरेको जिउँदो लास थियो। त्यस कारणले गर्दा एउटा आमाको प्रशंसा गर्छु है, एउटा दुर्गा माताको प्रशंसा गर्छु। यत्रो वर्षको नवरात्रि जुन प्रकारले आयो त्यसै गएछ मेरो आँखाको अगाडि, मेरो साथको अगाडि। तर जिउँदो लासलाई त्यो कुरा के थाहा, नानीको किरालाई गुमै व्यस्त थियो। त्यस कारणले गर्दा मैले देखिनँ जस्तो, अन्जान भए जस्तो आफैलाई नै लाग्छ। तर देखेको थिएँ, तर मैले अँगालेको थिएँ नि त अर्कोलाई। माया गर्ने त अर्कै चिज रहेछ। मैले माया गर्नु कहाँ थियो, कसलाई बुझ्नु थियो, कसको कुरा सुन्नु थियो। आज मेरो लागि कति मेहनत भयो होला, मेरो लागि कति पर्दिनु पर्यो होला। आज मेरो परिवार, मेरो बाउ, मेरो आमा, मेरो बालाका नानीहरू, आज यो किराले त्यो कुरा बुझेन छ।
झन्डै मर्यो त्यो किरालाई यसपालि बाढीमा सट्टै पकाएर चाहिँ त्यो किचडमै हालिदिएको थियो भने मर्थ्यो होला। तर भगवान् एउटा गडफुल भन्छ, आमाको एउटा आशीर्वादले म नालीमा सरेको छु। अब शिल्पमा आउने कोसिस गर्छु। दाजुभाइ, म यो लाइफको होइन, म यो स्टेज लाइफको होइन, तपाईँहरूले माया दिने लाइफको होइन, म नालीको किरा हो। म आफूलाई साथी दिन्छु, कारण एउटा किरा पनि कतै भात खाने बिरालो हुन्छ कि। तर तपाईँहरूको माया म प्रति, मेरो परिवारको माया, मेरो दाजुभाइको माया, मेरो दिदीबहिनीको माया जुन मैले पाउनु थियो त्यो मैले गुमाइसकेको रहेछु। तरै पनि कोसिस छ साथीभाइ, कोसिस गर्दैछु। एउटा नालीको किरा पनि कतै बिरालो पनि छ कि। त्यही कारण विजडम टु नो द डिफरेन्स, विजडम टु नो द डिफरेन्स भन्छ इङ्ग्लिसमा। राम्रो नराम्रो छुट्याउने क्षमता चाहिँ मिलनले गर्नुपर्ने रहेछ, मनले होइन रहेछ। त्यस कारणले गर्दा मिलनले अब जति सक्दो तपाईँहरूको माया, एउटा आमाको आशीर्वाद, एउटा नौ दुर्गा माताको कृपा जब मान्छेमा बसिन्छ नि, तपाईँको आर्थिक स्थिति कमजोर होस्, गोजीमा पैसै नहोस्, हाँसेर हिँड्यो मिलन, अरूलाई माग्थ्यो। कुन दिन त चोरको पनि बदनाम लागेको छ यो किरालाई, कुन दिन केको बदनाम लागेको छ। हप्तामा 15मा एउटा मिटिङ हुन्छ यो किराको। तर किरा दुख खाइरहेकै छ। त्यो किरा आजको दिनमा कतै नालीबाट बाहिर निस्केको छ। अन्त खुसी लाग्छ आफूलाई। यो अमूल्य जिन्दगी, बहुमूल्य जीवन मेरो परिवारको साथमा। आज गोजीमा पैसा छैन, तर आर्थिक अवस्था कमजोर होस्, मेरो केही छैन, तर मानसिकता कमजोर हुनु हुँदैन रहेछ साथीभाइ। मानसिकता कमजोर बनाउने चिज हाम्रो खानपान हो रहेछ। विशेष गरी निष्ठापूर्वक सादा खाउँ, फलफुल खाउँ, भेज खाउँ। म भन्दिनँ मासु खानेलाई पापी, मैले त घिचेको हो। यो किराले के खाएन होला साबित छ, दुनियाँले देखेको छ। तर होइन रहेछ। म एउटा काँधमा जनेर गलामा तुलसी लाउने मान्छेले आफ्नो पैँतालालाई पहिला हेर्नुपर्ने अगाडि। त्यो मिलनले गरेन नि त, मिलनले मनलाई चलाएको थियो। 4 बजी राति पनि गड्डी खोज्न पुग्ने मिलन यो किराको कथा गरेको मैले तपाईँहरूलाई। त्यस कारणले गर्दा म तपाईँलाई लामो टाइम मिलिनँ। एउटा सानो है माताजीको एउटा गुणगान गाउँछु है, जति सक्दो प्रयास छ। मैले यो कुसङ्गतको मार्गबाट जब म यो बर्खा अगाडिदेखि आज भन्छु तपाईँहरूलाई, मैले आफ्नो खानपानलाई विशेष गरी 24 घन्टामा एकपल्ट मात्रै खाने प्रयास गर्दछु। कारण अरू बेला म सधैँ अगाएकै हुन्छु, कारण म फलफुल खान्छु, हनुमानले खाने चिज खान्छु, शिवजीले खाने चिज खान्छु, झारपात खान्छु, फलफुल खाएर फलार खाएर म बसेको छु यसपालिको। त्यसै कारणले गर्दा नवरात्रिको दुर्गा माताको पूजा दिन एकदमै मेरी आमा थिइन् भने आज यो दिन देख्दाखेरि बहुत खुसी हुन्थ्यो होला। तर मैले मुटु टुक्राएको छु। मैले सेवा गरेर हुँदैन मेरो बाबुआमालाई, मेरो लाटालाटी काका फुललाई मैले सेवा गरेर हुँदैन। तिनीहरूलाई मैले खाएर मैले पुण्य गर्दिनँ, कारण मेरो त्यो कर्तव्य हो भन्नु मैले मानेको छु। तर मैले बाबुआमाले नभनेको चिज भिजेको छु नि त। त्यस कारणले गर्दा म एउटा नानीको पीडाको कथा गरेको तपाईँहरूलाई। त्यस कारणले गर्दा एउटा आमाको अगाडि, दुर्गा माताको अगाडि जति जान्दछु सिम्पल सादा छ, न बाजा छ न गाजा छ, एउटा न हातमा ताली छ, एउटा स्पिकर मात्रै छ। समय आउला यो किरा फेरि बाँच्यो भने बाजा गाजाको साथमा तपाईँहरूको साथ आउँछ कि। त्यस कारणले गर्दा अहिले साधै सुन्नुहोस्। एउटा माताजीको प्रशंसा गर्छु, भुल भए माफ गरिदिनुहोस् है। मुख पनि अलिक सुके जस्तो हो, पानी छ भने अलिकति खाइदिनु होइन। जब आत्माबाट भौतिक भावनाहरू पग्लिँदै जान्छ नि साथीभाइ, जब निष्ठा आफू बसिन्छ, जब आफूले खानपानलाई चेन्ज गरिन्छ नि, माथि तलाको पिरको पनि अलिक खुलिन्छ कि जस्तो मलाई लागेको छ। खानपानले गर्दा नै हाम्रो मार्गलाई, मेरो बाबुआमाको भावनालाई मैले बुझ्न नसकेको एउटा नानीको पीडाको कथा गरेको मैले तपाईँहरूलाई। मैले सेवा त बहुत गरेँ, दुःखमा सबै बसेर सिधै भजनतर्फ लाग्दिने हामी एउटा अनुरोध गर्दछौँ। धन्यवाद मेरो भाइहरूलाई। आज एउटा यो जग्गा तपाईँहरूले दिनुभएकोमा आफूलाई पनि बहुत गर्वित र खुसी गर्छु। विशेष कुरो मेरो माता दुर्गा भने पनि, अम्बे भने पनि, जे भने पनि एउटा आमा थिइन्। तिनको मुटु मात्रै यतिले टुक्रेको छ जसमा मैले नराम्रो घिचेर मात्रै हो, नत्र भने सम्पन्न मैले आशीर्वाद आमाकोबाट पाएको छु। त्यही कारण त म मरेको किरा पनि जिउँदै तपाईँहरूको अघि पछि वरपर अनजान मोडमा म घुमिरहेको छु। तर मेरो जिन्दगी त्यो थिएन के। त्यस कारणले गर्दा यो
भन्दै जाँदा हाम्रो भाइहरूको पनि कतिवटा प्रोग्राम होला, त्यस कारणले गर्दा एउटा सानो स्तुति गाउँछु है। दुर्गा माता की, लक्ष्मी माता की, सरस्वती माता की, भैरव माता की, विष्णु माता की, तुलसी माता की, मेरी माता धरती माता की। कर ग्रह लक्ष्मी वासते, कर मध्य सरस्वती, कर मूले तो गोविंदे, कर मूले तो गोविंदे, प्रभाते तो दर्शनम। कर मूले तो गोविंदे, प्रभाते तो दर्शनम। सर्वमंगलमंगल्ये शिवे सर्वर साधिके, शरणत्र्यंबके गौरी नारायणे नमस्तुते, शरणत्र्यंबके गौरी नारायणे नमस्तुते। नमो नमो गुरु